टाउको थापिराख्नु पर्दैन, तपाईहरु लाइन नलाग्नुस्, यहाँ लाइन लाएर बस्नु पर्दैन, यो गलत छ, यो नबस्नुस्। तपाईहरु आफ्नै हातमा शक्ति सामर्थ्य छ, यसलाई प्र्याक्टिकल गर्नुस्। तपाई आफैले टाउको दुखेको छ, क्यान्सरको बिमारी छ, हरेक समस्या छ नि, जहाँ समस्या छ त्यहाँ त आफ्नो हात राख्नुस्। यो मेरै हात हो नभन्नुस्। फेरि मान्छेमा घमण्ड हुन्छ, यो मेरै हात हो, मैले हातले गरेको ठिक हुनुपर्छ, निको हुनुपर्छ नभन्नुस्। यो येशू मसीहको हात हो। यो बिमारी होइन, यो त फोर्सिस हो। यो त तपाईको पवित्र मन्दिर हो पिता। यो मन्दिरमा कुनै खराबी चिज रहन सक्दैन। नासरत येशू मसीहको नाम, हट। तपाईको विश्वासले तपाईलाई निको हुनेछ। हिजोको गुरु चाहिँ हामी भने, हिजो कान फुक्ने गुरु चाहिँ हामी भन्दैनौँ मै कहाँ मात्रै आऊ, मलाई मात्रै भेट, मैले मात्रै चङ्ग्याएपछि ठिक हुन्छ, म गर्छु नै। यहाँ जसले चङ्ग्याउँदा पनि ठिक हुन्छ। तपाईले मलाई चङ्ग्याउँदा पनि ठिक हुन्छु म, मैले तपाईलाई चङ्ग्याउँदा पनि तपाईँ ठिक हुनुहुन्छ, किनकि ईश्वरले त्यो शक्ति सामर्थ्य दिनुभएको छ। त्यसैले हे मेरा सन्तान, जुन दिन तिमीले रोमी 10 को अंगीकार गर्यौ, त्यो दिनबाट भलाइलाई खोज तर खराबीलाई नखोज, सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ। यो संसारको आँखाले तिमीलाई, यो शारीरिक आँखाले तिमीलाई पटक पटक धोका दिन सक्छ, तर आत्माको आँखाले तिमीलाई कहिल्यै धोका दिन सक्दैन। आखिर धोका दिएन त, धोका दिएन त। ल हेर्नुहोस् त, गुरु तपाईँ आउनुपर्छ, हे ईश्वर तपाईँको पाइला मेरो घरमा पर्नुपर्छ, जसरी पनि आउनुहोस् आउनुहोस्। गुरुले त चेक गर्नुभयो होइन, यसले साँच्चै मनैदेखि भनेको छ कि मन राख्न भनेको छ, कसैलाई देखाउन गरेको छ कि कसैलाई भ्रममा पार्न गरेको छ। तर साँच्चै आज म यसमा विचार गर्छु भनेर एकदमै भिखारी भनेर माग्ने जस्तो भनेर कपाल सपाल हालेर तिर्नु बाबा भनिन्छ नि, हामीले देखाएको छौँ नि। के अरे कति देख्नु भएको छैन, ए जय होस् जय, आफ्नै जय भएन र ल्याउ भन्दै हुनुभएको छ। उसले भन्दा जय होला त फेरि संसारमा हेर्नुहोस् है, जसको जय नै भएको छैन अनि उहाँले जय होस् भन्दैमा हाम्रो जय होला त। त्यसैले आउनुभयो, गुरु आउनुभयो, तर उहाँले के गर्नुभयो, मिस्टेकली के गर्नुभयो, संसारको